कति संवेदनशीलता तपाईहरुले गुमाउनु भएको छ। टाउकाको मोल तोक्ने र तोकिने एकै ठाउँमा छ खगराज सर। अनि कमल थापाको फोटो सूर्य छापमा कसरी आयो? अनि तपाईहरु हामीलाई भन्दै हुनुहुन्छ हाम्रो पार्टी हाम्रो दल हो कि दलको पछाडी आएर ल थप्ने हो? बहिनीले भनिहाल्नुभयो घोषणा हो कि घुसतन्त्र हो। तपाईहरुको पार्टीको दिदीबहिनीहरू जो स्थानीय निर्वाचनमा लड्नुभयो रुँदै आउनुभयो। पार्टीले यति पैसा चन्दा मागेको थियो 4 लाख 5 लाख, मैले पछि दिन्छु भने सुरुमा 1 लाख तिरे, अहिले तिर्न नसक्दाखेरि मलाई हरेक दिन तनाव हुन्छ पार्टीमा भनेर रुँदै आउनु भएको छ। प्रमाण खोज्नुहुन्छ भने म लिएर आइदिन्छु, आउनुस् मेरो संस्था कोपिला नेपाल यहीँ बुलौदीमा छ 6 नम्बरमा। अनि तपाईहरु महिलाको सहभागिताको कुरा गरेर अनि हामीलाई पङ्गु बनाउनुहुन्छ। अब तपाई परिवर्तनको कुरा मेचीदेखि महाकाली जानुस् त। गोर्खाको पृथ्वीनारायण शाहलाई नामैबाट हटाउन सकियो नगरपालिकामा। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म त्यही राजतन्त्रले, म राजतन्त्रको पक्षधर होइन है, तर त्यही समयमा बनेका ती सबै संरचना ध्वस्त पार्दा के हेरेर बस्नुभयो तपाईहरु? अनि युवा नेपाल बसेन भनेर तपाईहरुले भन्नुहुन्छ। तपाई जानुस् त त्यो भिरकोटी मण्डप कारखाना, म 15 वर्ष मेरो घर थियो त्यहाँ, भिरकोटी कागज कारखाना 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईहरु त्यहीको लागि राजनीति गरेर अनि त्यहीका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ। 3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा। हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौडा देखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोरखकाली त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महाकाली उसमा